के भाग्य भनेको चिट्ठा परे जस्तो मात्र हो कि यो हामी आफैले बनाउने कुरा हो? आज हामी यही कुराको वैज्ञानिक रहस्य खोल्नेछौँ र पत्ता लगाउनेछौँ कसरी कोही मान्छेहरू सधैँ नै भाग्यमानी देखिन्छन् त। एउटा भनाइ छ नि, धनीहरू भाग्यमानी हुन्छन् अनि सफल मान्छेहरूलाई हेर्दा साँच्चै हो जस्तो पनि लाग्छ, होइन त? उनीहरूलाई त अवसरहरू आफै खोज्दै आउँछन् जस्तो देखिन्छ। तर के यो साँच्चै भाग्यको खेल मात्रै हो त? त्यसो भए यो भाग्य आउँछ तरी कहाँबाट? के मान्छेहरू भाग्य लिएरै जन्मेका हुन्छन् कि यो एउटा यस्तो सिप हो जुन जो कोहीले पनि सिक्न सक्छ? यसको उत्तरले हामीलाई साँच्चै नै चकित पार्न सक्छ। अब यही रहस्य सुल्झाउन मनोवैज्ञानिक रिचर्ड वाइजम्यानले पुरै 10 वर्ष लगाए। उनले आफूलाई भाग्यमानी ठान्ने र अभागी ठान्ने मानिसहरूको जीवनलाई एकदमै नजिकबाट अध्ययन गरे। अनि उनको निष्कर्ष के थियो त? भाग्य कुनै जादु होइन रहेछ, यो त हाम्रो सोच्ने तरिका र बानीहरूको नतिजा रहेछ। ल अब सुरु गरौँ भाग्य बनाउने पहिलो सिद्धान्तबाट। त्यो हो अवसर चिन्न सक्ने आँखा। कुरा के खोज्दैछौँ भन्ने होइन, के देख्छौँ भन्ने हो। यो कुरा बुझ्न वाइजम्यानले एउटा एकदमै रमाइलो प्रयोग गरेका थिए। उनले के गरे भने आफूलाई लक्की र अनलक्की ठान्ने दुईवटा ग्रुपका मान्छेहरूलाई बोलाए अनि सबैको हातमा एउटा पत्रिका थमाइदिए। काम एकदमै सजिलो थियो, पत्रिकामा भएको फोटो गन्ने। अब आफूलाई अभागी ठान्ने ग्रुपलाई यो काम सक्न झन्डै 2 मिनेट लाग्यो, तर भाग्यमानी ग्रुपले उनीहरूले त केही सेकेन्डमै गनेर ढ्याए। कसरी सम्भव भयो होला यो? यसको रहस्य पत्रिकाको दोस्रो पानामा लुकेको थियो। त्यहाँ ठूलो अक्षरमा लेखिएको थियो, गन्न छोड्नुहोस्, यो पत्रिकामा 43 वटा फोटो छन्। अब अभागी ग्रुपले यो देख्दै देखेनन्। किनभने उनीहरूको ध्यान एउटै कुरामा थियो, फोटो गन्ने। तर भाग्यमानी मान्छेहरूले त्यो म्यासेज तुरुन्तै देखे, किनभने उनीहरूको ध्यान खुल्ला थियो। उनीहरूले जे पनि हुन सक्छ भनेर सोचेका थिए। अनि कुरा यतिमा मात्रै सकिँदैन। अझ रमाइलो के छ भने पत्रिकाको बीचतिर अर्को म्यासेज पनि थियो। यो देख्नुभयो भने रिसर्चरलाई भन्नुहोस् र $250 जित्नुहोस्। भाग्यमानी ग्रुपले त यो मौका पनि हात पारिहाले। समाजशास्त्रमा यसलाई कमजोर सम्बन्धको शक्ति अथवा द स्ट्रेन्थ अफ विक टाइज भनिन्छ। यसको मतलब के हो भने हामीलाई नयाँ जानकारी र अवसरहरू प्राय एकदमै मिल्ने साथीहरूबाट भन्दा पनि चिन्जानका मान्छेहरूबाट आउँछ। भाग्यमानी मान्छेहरूले यो कुरा बुझेका हुन्छन्। उनीहरू नयाँ मान्छे भेट्छन्, फरक ठाउँमा जान्छन् अनि नयाँ अनुभवहरूका लागि सधैँ तयार रहन्छन्। स्टिभ जब्सको उदाहरण ल्याउन, उनले कलेजमा क्यालिग्राफीको क्लास लिएका थिए। त्यो बेला त्यो क्लासको उनको पढाइसँग केही लेनादेना थिएन, तर पछि गएर त्यही ज्ञानले म्याक कम्प्युटरको सुन्दर फन्ट डिजाइन गर्न काम लाग्यो र यही कुराले एप्पललाई अरू कम्प्युटरभन्दा बिल्कुलै फरक बनाइदियो। ला, अवसरहरू देख्नु त पहिरो खुड्किलो भयो, तर कुन अवसर चाहिँ हाम्रो लागि सही हो भनेर कसरी थाहा पाउने त? हो, यहीँनिर आउँछ दोस्रो सिद्धान्त, अन्तर्ज्ञान अथवा हाम्रो मनको आवाज सुन्ने शक्ति। वाइजम्यानको अध्ययनमा एउटा अचम्मको तथ्य बाहिर आयो। 90%, मतलब 10मा 9 जना भाग्यमानी मानिसहरूले कुनै पनि महत्त्वपूर्ण निर्णय लिँदा आफ्नो मनको आवाज, आफ्नो गट फिलिङमाथि विश्वास गर्दा रहेछन्। अब यो मनको आवाज भनेको कुनै जादुटुना होइन है, यो त हाम्रो अवचेतन मन हो, हाम्रो सबकन्सियस माइन्ड, जसले हामीले यादै नगरेका साना साना कुराहरू, ढाँचाहरू र जानकारीहरूलाई पछाडि प्रशोधन गरिरहेको हुन्छ। अनि जब यसले केही महत्त्वपूर्ण कुरा पत्ता लगाउँछ, हामीलाई एक किसिमको फिलिङको रूपमा सङ्केत दिन्छ। तर एउटा कुरामा चाहिँ झुक्किनु हुँदैन, अन्तर्ज्ञान र आवेग फरक कुरा हुन्। आवेग भनेको भावनात्मक हुन्छ, जस्तै ओहो यो त मलाई अहिले नै किन्न मन लाग्यो। तर अन्तर्ज्ञान शान्त हुन्छ, जस्तै खै किन हो, यो डिलमा केही गडबड छ जस्तो लाग्दैछ। एउटाले पछुतो गराउन सक्छ, अर्कोले ठूलो नोक्सानबाट बचाउन सक्छ। अब लागौँ तेस्रो सिद्धान्ततिर। यो हाम्रो मानसिकता र हामी जीवनबाट के अपेक्षा राख्छौँ भन्ने कुरासँग जोडिएको छ। बब प्रोक्टरको एउटा एकदमै राम्रो भनाइ छ, हामी जस्तो अपेक्षा गर्छौँ हाम्रो वास्तविकता त्यस्तै बन्छ। मतलब यदि कसैले राम्रो कुराहरू हुन्छ भनेर अपेक्षा गर्छ भने उसको दिमागले पनि त्यस्तै राम्रो अवसरहरूलाई खोज्न र चिन्न थाल्छ। तर यहाँनिर एउटा सानो तर महत्त्वपूर्ण फरक छ है। सकारात्मक अपेक्षा राख्नु भनेको आँखा चिम्लेर सबै ठिक हुन्छ भनेर बस्नु होइन, त्यो त भयो अन्धो आशा। सकारात्मक अपेक्षा भनेको त मलाई विश्वास छ राम्रो कुराहरू हुन्छन्, त्यसैले म त्यसका लागि तयारी गर्छु भनेर सक्रिय हुनु हो। यो हात बाँधेर बस्ने होइन, काम गर्ने प्रक्रिया हो।
ल अब हामी अन्तिम सिद्धान्तमा आइपुग्यौं जुन सायद समयभन्दा शक्तिशाली पनि छ। त्यो हो कसरी नराम्रो समयलाई पनि राम्रो अवसरमा बदल्ने। हेर्नुहोस्, नराम्रो घटना त सबैको जीवनमा घट्छ, तर भाग्यमानी र अभागी मान्छे बीचको फरक के हो भने उनीहरूले त्यो घटनालाई हेर्ने तरिका फरक हुन्छ। अभागी मान्छेले सोच्छ, यस्तो सधैँ मलाई मात्र किन हुन्छ, जबकि भाग्यमानी मान्छेले सोच्छ, ठिक छ, यो भयो, अब यसबाट के सिक्न सकिन्छ वा यसले कुन नयाँ ढोका खोल्दैछ। फेरि स्टिभ जब्सकै कुरा गरौँ, जब उनलाई आफ्नै कम्पनी एप्पलबाट निकालियो त्योभन्दा ठूलो दुर्भाग्य के हुन्थ्यो होला। तर त्यही घटनाले उनलाई पिक्सार जस्तो गजबको कम्पनी बनाउने मौका दियो र पछि जब उनी एप्पल फर्किए उनी पहिलेभन्दा धेरै अनुभव र शक्ति लिएर फर्किए। सोच्नुस् त, एउटा ठूलो असफलता उनको जीवनको सबैभन्दा ठूलो सफलताको कारण बन्यो। त्यसो भए यो सबै कुरालाई व्यवहारमा कसरी उतार्ने त? यहाँ केही सजिला उपायहरू छन्। आफ्नो नेटवर्क बढाउने, मतलब नयाँ मान्छेहरू भेट्ने, आफ्नो दैनिक रुटिनमा सानोतिनो परिवर्तन ल्याउने, मनको आवाज सुन्ने अभ्यास गर्ने, हरेक दिन राम्रो कुरा हुन्छ भनेर अपेक्षा राख्ने, अनि कुनै गल्ती वा असफलता भएमा त्यसलाई पाठको रूपमा लिने। एउटा कुरा के याद राख्नुपर्छ भने यी कामहरू एकपटक गरेर हुने होइनन्। भाग्य बनाउनु भनेको एउटा निरन्तर अभ्यास हो। यो एउटा यस्तो सिप हो जसलाई हामीले समयसँगै निखार्दै लैजान सक्छौं। र जब यी सिद्धान्तहरूलाई जीवनमा अपनाइन्छ, 1 वर्षपछि अरू मान्छेहरूले हेरेर भन्न सक्छन्, वाह कस्तो भाग्यमानी मान्छे। तर भित्रको असली कुरा त हामीलाई थाहा हुन्छ। त्यो भाग्य संयोगले मिलेको होइन, त्यो त जानीबुझी आफ्नो सोच र कर्मले बनाइएको थियो। किनभने भाग्य भनेको पर्खेर बस्ने कुरा होइन, यो त आफैले बनाउने कुरा हो।